ल गाइज हजुरहरूले चाहिँ मलाई धेरै प्रश्न गर्दै आउनु भएको थियो हैन। त्यसैले चाहिँ मैले आज चाहिँ यसो जवाफ दिउँ नै भनेर यो भिडियो स्टार्ट गरेको हैन। र तपाईहरुले चाहिँ मलाई धेरै भनिरहनु भएको थियो कि तपाईको गर्लफ्रेन्ड छ कि छैन हैन, र तपाईले कुरा किन गर्नुहुन्न, कति भाउ खोज्नुहुन्छ भनिरहनुहुन्छ हैन। मैले चाहिँ यस्तो सबैसित बोलेर के गर्ने हैन। जब किस्मतमा एकजना छ भने हामीलाई थाहै छ हैन, एकजना छ भन्ने हैन। किस्मतमा भएको मान्छे एक दिन पक्कै पनि आउँछ हैन। त्यसैले चाहिँ आफूले हाम्रो बुवा आमाले हैन त्यत्रो हामीलाई पैसा खर्च गरेर पढाउनुहुन्छ, लेखाउनुहुन्छ, हामीलाई राम्रो संस्कार दिनुहुन्छ हैन। र हाम्रो बुवा आमालाई चाहिँ हामीले राम्रो गर्न सकिएन भने हाम्रो जिन्दगी केही कामको छैन जस्तो लाग्छ मलाई चाहिँ। र गाइज सबैभन्दा पहिला चाहिँ आफ्नो भविष्य बनाउनु पर्छ र त्यसपछि चाहिँ बल्ल लभ यहाँ तथा बिहेको बारेमा सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ हैन। र तपाईहरुलाई चाहिँ के कस्तो लाग्छ प्रतिक्रिया दिन सक्नुहुन्छ। सही मान्छे भेटाइयो भने त लभ गर्न पनि त्यस्तो केही फरक पर्दैन हैन। तर आजभोलिको जमानामा चाहिँ लभ गर्दा चाहिँ के हुन्छ, धेरै जस्तो लभ गर्छन्, बिहे गर्छन्, अनि फेरि डिभोर्स हुन्छ हैन। त्यही मेलिना र उसको हेर्नुस्, एलिना मेलिना के नाम हो थाहा छैन, मैले त बिर्सेँ हैन। तिनीहरूकै हेर्नुस् बिहे भएको धेरै भयो हैन, डिभोर्स भइसक्यो हैन। त्यसैले चाहिँ यदि तपाईहरु बिहे गर्दै हुनुहुन्छ भने यो मान्छेसँग मैले अघिल्लो 50 वर्ष बिताउने हो र मैले यससँग अघिल्लो 50 वर्ष या 60 वर्ष जति पनि बाँचिन्छ त्यति कटाउन सक्छु भन्ने हिसाबले मात्रै बिहे गर्नु, नत्र गाइज सिंगल लाइफ नै बेस्ट छ हैन। त्यसैले चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ। र सबैभन्दा पहिला चाहिँ आफ्नो करियरको बारेमा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। र गाइज मेन कुरो के हो भने बिहे नै सबै थोक हुँदैन हैन। पहिला चाहिँ लाइफमा सक्सेसफुल हुन जरुरी छ र सक्सेसफुल भइसकेपछि किस्मतमा भएको मान्छे एक दिन पक्कै पनि आउँछ। र गाइज किस्मतमा भएको मान्छे एक दिन आउँछ हैन, तर मान्छेले पाएपछि कदर गर्न सिक्नुपर्छ राम्रो मान्छेको हैन। मलाई चाहिँ त्यस्तै लाग्छ। बाँकी चाहिँ त्यस्तै गाइज ल।